पुनः दुईटा कुरा भन्छु है। एउटा घोषणा गर्ने कुरा छ यहाँ मेरो। सन्ध्या बहिनी कहाँ हुनुहुन्छ? सन्ध्या बहिनी कहाँ हुनुहुन्छ? हजुर यहाँ आउनुहोस् त। एउटा खाजा चाहियो मलाई, एउटा खाजा चाहियो। यसो गरौँ, यही लगाइदिन्छु म। बधाई छ तपाईँलाई। यहाँ बस्नु न, पुरै सकिया छैन। कक्रोच सर उठ्नु, उठ्नु हजुर। एउटा घोषणा गर्नुलाई है, ताली बजाउनु है। बहिनीको नृत्य हेर्दै गर्दा प्रोफेसनल हिरोइन, प्रोफेसनल मोडल, प्रोफेसनल कलाकार भन्दा चान्चु नै छैन। तपाईँले टेलिभिजनमा नायिकाहरू नाचेको देख्दाखेरि पनि यसको नाच्न जान्दिरहेछ, यो के मिलेन भनिन्छ नि हामी, त्यो भन्दा पनि खतरा है। उहाँको नृत्यको तारिफ गरे र मैले कक्रोच भाइलाई उठाएँ। कक्रोच भाइ पनि नृत्यको चाहिँ उसको सुरुवात, कलाकारिताको सुरुवात भनेको नृत्यबाट हो क्या। हाँस्य कलाकार पछि हुनुभएको हो। नृत्यको विज्ञ उहाँ र नृत्य सिक्दै गरेको हाम्रो छोरी, हाम्रो बहिनी, हाम्रो चेली र अर्बिटको एउटा स्टुडेन्ट विद्यार्थी अर्बिटको सम्पत्ति हो। किनभने कला भन्ने कुरा, मैले यो नानीलाई नाच त भन्दा त आउँदैन नि, चाहिँ हेर रियाक्सन अर्को छ। यिनले नाचेर देखाइन्। त्यही भएर अब एउटा घोषणा के हो भने, एउटा सुमधुर गीत छ हामीसित नयाँ रिलिज नभएको। त्यो गीतमा चाहिँ हाम्रो कक्रोच सर हिरो, उहाँ हिरोइन भएर जुन म्युजिक भिडियोले नेपालकै सर्वाधिक कीर्तिमानी रेकर्ड राखोस्, सन्ध्या बहिनीको जिन्दगीमा प्रगति नै प्रगति हो। शुभकामना दिन चाहन्छु। र अर्को कुरा, अब यो म्युजिक भिडियो बनाउनलाई त पैसा लाग्छ। यो सबै पैसा खर्च गर्ने चाहिँ अरुणेश्वर खनाल, उहाँको जिम्मामा मैले छोडी। किनभने निर्माता उहाँ, हिरो हिरोइन उहाँ, गीत बनाउने म, डाइरेक्टर म। अब आजबाट डाइरेक्टरले जे भन्यो त्यही त निर्माताले मान्नु पर्यो। अब पाडेको निर्माता हेर्नु है। पाडेले यसै गरी निर्मातालाई लिएर हिँडिरहने हो भने अरुणेश्वर खनाल कहाँ हुनुहुन्छ भन्दा पुलचोकमा बदम बेचिराखेको। अब प्रोड्युसर साहब भनेर खाजा लगाइदिई जुरुक्क उठेर पुरा सानका साथ गुच्छा पनि लिनु भएको छ। यत्र भाइ बहिनीको अगाडि भनेको छु, सरले भिडियो बनाउनु भएको छ होइन। खर्च कति लाग्छ त सोध्नु भएको छैन नि त। उहाँको मिनिमम 10 लाख रुपियाँ हिँडाइदिने हो कि होइन? सन्ध्या र कक्रोचको छोरी कस्तो लाग्यो? अब यिनीहरूले खेलेको म्युजिक भिडियो अर्बिटको भिडियो हो। त्यो अर्बिट कलेजको भिडियो हो। पहिलो स्टुडेन्टले राष्ट्रिय रूपबाट भिडियो खेल्दैछ। सबै ताली बजाइदिनु होला। बधाई छ नानी। ल अब यति भन्दै गर्दा अरुण दाईको मुहारमा जुन चमक थियो घटेर गयो। आज बिहानै पारी भाइ मेरो चाहिँ फेरि अति आदरणीय दाई, पारिवारिक सम्बन्ध छ, व्यक्तिगत सम्बन्ध पनि छ। म चितवन आउँदा जाँदा जहिले पनि दाईलाई भेटेर फोन गरेर एक कप कालो चिया भने नि दाईसँग बसेर खाएर नगई मलाई चितवन छोड्नै मन लाग्दैन। वास्तवमा अरुणेश्वर खनाल केटी थियो भने म बिहे गर्थेँ यो मान्छेसित। साँच्चै भनेको, केटी भएर जन्मिनु भएको थियो भने दाई म तपाईँलाई बिहे गर्थेँ। तर के गर्नु, अब अहिले मिलेन। मिल्छ अहिले नि मिल्छ भन्छ। अब यता रमाइलो गर्ने कुरा भयो। दाई अत्यन्तै सामाजिक
सामाजिक कर्ममा सामाजिक काममा हिँड्नुहुने दाई र दाईको पहिला पहिला शिक्षामा दाईले गरेको काम दाईले गर्नुभएको चिजमा सबै स्कुलमा म जाने गर्थेँ। एसेम्ब्लीहरूमा कहिलेकाहीँ गएर विद्यार्थी भाइ बहिनीहरूलाई आफूले जानेको सिकेको कुराहरू उहाँहरूलाई बाँड्थे। किनभने बाँड्नु पर्छ क्या, आफूले सिकेको जानेको कुराहरू बाँड्नु पर्छ। अघि सन्तोष देउजा सरले एउटा कुरा भन्नुभयो, ए ध्यान दिएर सुनौ है। हेलो ए भाइ, ए नभुल। अघि सन्तोष देउजा सरले एउटा कुरा भन्नुभयो, यो सबैले दिमागमा लिनु है। उहाँको बच्चा पढ्ने स्कुलमा गएर क्लास टिचर म्यामलाई के भन्नुभयो अरे भने रिजल्ट हेर्न जानुभएको रहेछ। मेरो बच्चाको रिजल्ट के छ, कतिजना छन् क्लासमा भन्दा 25 जना। अनि उहाँले क्लास टिचरलाई के भन्नुभएछ भने मेरो बच्चा चाहिँ 25औं नम्बरमा हुनुपर्छ है म्याम भन्नुभएछ। यो सोचको लागि एकचोटि सन्तोष देउजा सरलाई ताली बजाइदिउँ त। कुनै पनि अभिभावकले, जस्तै तपाईहरुको बुवा आमाले तपाईलाई क्लासमा 20 जना छन् भने 20 नम्बरमा आइजो त कसैले भन्छ? 20 नम्बरमा पढेर जानुभयो भने त खान्छ गोदाई घरमा। तर उहाँले आफ्नो बच्चालाई 25 नम्बरमा मेरो बच्चा हुनुपर्छ भन्नुको अर्थ के हो बुझ्नुभयो हजुरहरूले? बुझ्नु भएन? त्यो भन्नुको अर्थ के भने उहाँको बच्चा 25औं नम्बरमा पढ्नु भनेको ती 25 जना बच्चाहरू एउटै समान हुन्, क्याटेगोराइज गर्नुहुन्न। किनभने क्लासमा फर्स्ट सेकेन्ड थर्ड फोर्थ हुने चलन छ नि त। त्यो भनेको त पहिलाको चलन हो। अहिले चाहिँ हामीले के सोच्नु पर्छ भने फेल हुनेलाई बधाई दिनु पर्छ, हो कि होइन? फेल हुनेलाई बधाई दिनु पर्छ। किनभने त्यो मान्छेले फेल भएर देखाए नि त। ल त्यो फर्स्ट हुनेले फेल भएर देखाओस् त। फेल हुन गाह्रो छ नि वास्तवमा, हो कि होइन? र यसो भन्दै गर्दा फेरि फेल भएर कीर्तिमानी कायम गर्छु भन्नु होला, त्यो होइन। पढाइमा पास हुनुपर्छ अनि एक्स्ट्रा अर्डिनरी चिजहरुमा बढी ध्यान दिनुपर्छ। जस्तै अहिले यहाँ सन्ध्या बहिनीले जुन नृत्य देखाउनु भयो त्यो उहाँको प्रतिभा हो। हामीले खुलेर उहाँको प्रतिभालाई तारिफ गर्नुपर्छ। भोलि यही कलेजबाट आउने भाइ बहिनीहरू कोही यो देशको लिडर बन्ला, कोही कलाकार बन्ला। हेर उहाँलाई हतार। यहाँ बोल्दैछु ब्यानर किन उकाउन लाग्यो? तास्या पो हो। तपाईले बोर त लागेको छैन नि, म कराइरहेर काम भयो। मलाई पनि पसिना आयो नि। अब छोटोमा म के भन्छु भने जुन अर्बित परिवारले, जुन व्यवस्थापन परिवारले, जुन विद्यालयले हामीलाई यो मञ्चमा तपाईहरुसँग बोल्ने मौका दिनुभयो, त्यसको लागि विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अरुणेश्वर खनाल दाइप्रति अझ धेरै आभार व्यक्त गर्न चाहन्छु हैन। अब तपाईहरुलाई म जिस्ट कुरा भन्छु। हामीले देखेको नेपाल कत्रो छ, खासै ठुलो छैन नि हैन। मन ठुलो भएको नेपाली हो नि त हामी। भूगोलले हाम्रो देश नेपाल सानो छ, तर हामी नेपालीहरुको मन विशाल छ। ठुलो मन भएको नेपालीहरु हो हामी। र यो नेपाल भित्र बसोबास गर्ने कतिपय भाइ बहिनीहरु, आमा बुवाहरु कोही सुगम ठाउँमा हुनुहुन्छ भने कोही दुर्गम ठाउँमा हुनुहुन्छ। हाम्रो सिनेमाले एउटा यस्तो ठाउँको कथा बनाएको छ जुन चाहिँ डोल्पाको कथा हो। र डोल्पाको जनजीवन कस्तो छ, डोल्पा कस्तो सुन्दरताको हिसाबले कस्तो छ, र डोल्पामा के अभाव छ, के चाहिन्छ भन्ने कुरा चाहिँ भोलि विद्यार्थी भाइ बहिनीहरूले थेसिस बनाउँदा पनि चाहिने कुराहरू त्यहाँ छन्। त्यही भएर हाम्रो सिनेमा लाज शरणम रमाइलोको लागि हेर्न जाने हैन, त्यहाँ ज्ञान लिनलाई जाने। त्यो फिल्मले भन्न खोजेको कुरा के हो र त्यो फिल्ममा देखाएको एउटा पात्रको विषयमा भोलि तपाईले थेसिस बनाउन सक्नुहुन्छ।
त्यसको लागि तपाईलाई भरपूर मद्दत हुन्छ। त्यही भएर मिल्छ भने फुर्सदमा गएर हेरिदिनुस्। तपाईँ यदि भ्याउनुहुन्न इक्जाम छ भने बुवा मम्मीलाई भनिदिनुस्, आफूले चलाउने इन्स्टा होला, फेसबुक होला, टिकटक होला, त्यहाँबाट सपोर्ट गरिदिनुस्। त्यो तपाईले गरिदिनु भएको एउटा सानो पोस्टले ठुलो अर्थ राख्छ र यो सिनेमाले बताउन खोजेको र भन्न खोजेको कुरा धेरै जटिल र गहन कुराहरू हामीले उठाइदिएका छौँ। यो देश तपाईँ हाम्रै हो। हामीले आफ्नो देशमा बसेर काम गर्ने वातावरण हुनुपर्छ। +2 सक्ने बित्तिकै कुन देश जाने भन्ने प्लान छ नि हाम्रो, त्यो चिज प्लान गरे पनि जुनसुकै देशमा गए पनि फर्केर आफ्नै देशमा आएर काम गर्ने वातावरणको सिर्जना हुनुपर्छ। नेपाली बीचमा एकता हुनुपर्छ। सकारात्मक सोच्नुपर्छ। किनभने नेगेटिभ सोच्यो भने म यहाँ बोलिराख्दा पनि ऊ पर बस्ने रिस उठिराखेका हुन्छ। त्यो दिमागले सोच्ने कुरा हो। म बोलिरहँदा तपाईँहरू मुसुक्क हाँस्नु हो भने त्यो सकारात्मक सोच हो। हेरौँ है त्यो को सकारात्मक रहेछन्, सबै हाँसिराखेका छन्। एउटा बहिनी निराश छ। निराश नहौ छोरी, यस्तै हो जिन्दगी। सिनेमा हेर, लास्ट शरणमले उदास बनाउँदैन, ह्याप्पी बनाउँछ भन्दै अब म तपाईहरुसँग मेरा कुराहरू सकिए भन्ने कुराहरू पनि सबै सकियो। विद्यालय परिवारलाई पनि हामीले आभार व्यक्त गरिसक्यौं। अब हामी सबैजना हाम्रो हेर्दा हेर्दैमा भन्ने गीत छ, हेर्दा हेर्दैमा चुल्टी खुल्यो मायाको कुरो बुझियो भन्ने गीतमा नाच्छौं। अहिले चाहिँ बालन शाहले बनाइदिनु भएको हाम्रो गीत नबजाउनु न, कसले बजायो? अहिले चाहिँ बालन शाहले गाइदिनु भएको गीत छ नि एउटा, सबैजनाले गाउने है त। ल म नेपाल हाँसेको हेर्न चाहन्छु, कोहीले ठुलो स्वरले क्या, ल म नेपाल हाँसेको हेर्न चाहन्छु, नेपालीको शिरले बाँचेको हेर्न चाहन्छु। जय लासनम, जय अर्बिट कलेज, जय विद्यार्थी भाइ बहिनीहरू, जय पाडी सुल्ती। अब डान्स सबैजना हेर्दा हेर्दैमा नाच्ने ल। ल सन्ध्या बहिनीले सुरु गर्नु पर्यो। धन्यवाद, बिदा हुन्छु, नमस्कार। महाशिवरात्रिको दिन तपाईहरुको नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लास्ट